हेलो नमस्ते। आजको हाम्रो घरमा आज प्रार्थना हुनेछ र वेटिङ गरिरहेको छु। आज बेलुकाको प्रार्थना छ घरमा है। म चाहिँ आज मोमो बनाउने सोचेको छु। यो मोमोको लागि सबै मैले बनाइरहेको छु। 1.5 केजी चिकन अनि यो आटा हो। कतिजनाले आटा खान्छ नि त, कतिजनाले मैदा। यो दुईटैकै बनाउँछु मोमो चाहिँ। एक दुईजनाले चाहिँ मैदा खानुहुन्न नि त है, त्यसै कारणले उहाँहरूको लागि चाहिँ आटाको बनाइदिने गर्छु। र मेरो राइस दिनको भात उम्लिँदैछ। अनि यो चाहिँ हो साग मैले बनाएको छु आज दिनको लन्च। अनि साथै माछाको आज दिनको त यो माछाको झोल, माछी झोल भात आज नि यही होला, यही छ है साथी। यस्तै छ। तपाईँलाई म फेरि यसको भिडियो बनाउँदै गरेको पनि दिनेछु, अनि तपाईँले हेरिदिनुहोस् ल। हेलो सबैजनालाई, यहाँ हेर्नुहोस् ल। मैले यो प्लम केक बनाएको, मैले पनि युट्युबबाट हेरेर बनाएको। कसैले बनाएको थियो एउटा लेडीले, अनि उसको साह्रै मलाई पनि मन पऱ्यो है। अनि म पनि ट्राई गर्नको निम्ति यसरी बनाएको थिएँ। अनि राम्रै भएको छ। यो आटाको बनाएको है। उसले जस्तो जस्तो भनेको थियो बनाउनु भनेर, त्यस्तै प्रकारले नै मैले बनाएको थिएँ। र हेलो, फेरि पनि एउटा केक बनाएको मैले। अनि यो चाहिँ एकै दिनमै बनाएको, एकै रातमै। हिजो आज थर्सडे, आज बेलुका मेरोमा प्रार्थना छ है। थर्सडे बेलुकाको प्रार्थना छ, त्यसै कारणले मैले यो अपलोड गर्दाखेरि अलिक टाइम जान्छ होला। त्यसै कारणले गर्दा मैले थर्सडे भनिरहेको छु। तर मैले जुन भिडियो बनाइरहेको छु थर्सडेको बिहानको बनाइरहेको छु। अनि यो चाहिँ वेडनेसडेको बनाएको मैले केक, थर्सडेको लागि, आजको लागि। अनि आज बेलुका चाहिँ मेरो घरमा प्रार्थना छ। अनि त्यो प्रार्थनामाको लागि चाहिँ मैले फर्स्ट है जनवरी 2026 को फर्स्ट प्रे मेरो घरमा परेको कारणले गर्दा मैले यो केक बनाएको। अनि त्यो एउटा प्लम केक बनाएको छु है। त्यो चाहिँ मैले युट्युबमा एकजना सिस्टरको हेरेर बनाएको। अनि यो चाहिँ मैले आफ्नै बनाएको। अनि आत्मिक अलौकिक रूपमा बनाउनु भयो। अनि भनिएको छ उसलाई एउटा स्वर्गको वातावरणमा राख्नु भयो। स्वर्गको वातावरणमा राखेर उसलाई भन्नुभयो, अब तिमीहरूले यहाँ बस, खाऊ। यहाँ जति पनि यो अदनको बगैँचा भनेको छ, अदनको बगैँचा। अदन भन्ने बित्तिकै एउटा स्वर्गको एउटा सुन्नु हुँदैछ होइन? स्वर्गको वातावरण भनौँ न, एउटा स्वर्ग जस्तै अजम्बरी जीवन पाएको आदम र हव्वाले। अनि त्यो अदनको बगैँचामा राखिदिनु भयो र तिनीहरूलाई चाहिने सबै कुरा त्यहाँ थियो। खानु पिउनु सबै कुरा गर्नु। तर उहाँले एउटा कुरा चाहिँ नगर्नु भनेको थियो। त्यो के थियो भने त्यो अदनको बगैँचा भित्र एउटा रुख थियो। सबै रुखको फल खानु, तर त्यो रुखको चाहिँ फल नखानु भनेर भन्नुभयो। त्यति भनेपछि उनीहरूले त हुन्छ भने बसे, दिन बित्दै थियो। तर अचानक शैतानको प्रवेश भयो। अब तपाईँ हामीलाई त थाहा छ शैतान चाहिँ स्वर्गबाटै झरेर आएको। अनि उसले संसारमा काम गरिरहेको छ आज पनि। र त्यतिखेर पनि शैतान रूपी दुष्टले के गर्यो? हव्वालाई गर भन्यो होइन? हव्वालाई गर भन्यो। हेर, उसले कान फुक्यो नि त। अब उसले त अब शैतानको कामै त्यही हो। उसले काम बिगार्नु छ, राम्रो कामलाई भत्काउनु छ, कसैको जीवनलाई नष्ट गर्नु छ। उसको कामै त्यही हो। अनि आएर उसले कान भरिदियो। तिमीहरूलाई परमेश्वरले के भनेको छ भन्दाखेरि त्यो त फल नखानु, अरू सबै खानु भन्छ। होइन नि, तिमीहरू गलत फहमीमा छौ। पहिले भनेको त तिमीले त्यो फल खायो भने चाहिँ तिमीहरू मर्छौ भनेको छ।
अनि भरे शैतानले फुकिन्छ होइन त्यस्तो कुरा होइन तिमीहरू फल खायो भने तिमीहरू ज्ञानी हुन्छौ परमेश्वर भन्दा जान्ने हुन्छौ त्यही भएर परमेश्वरले नखानु भनेको अनि हावा बहकियो भनेको छ ए हो र हुन्छ नि कहिलेकाहीँ हामी कहिलेकाहीँ त शैतानले यस्तो कुरा हाम्रो मनमा पनि हालिदिन्छ हामी मान्छे त हो कहिलेकाहीँ हाम्रो शब्दहरूले अरूलाई बढी हामी यस्तै हो बेला बेला भेला हुन्छौँ प्रार्थना गर्छौँ अनि बाइबलका कुराहरू सिक्छौँ यसलाई हामी एउटा सानो केयर ग्रुप अथवा प्रार्थनाको झुन्ड सानो भन्छौँ कति सुन्नु हुँदैछ मेरो कुरा अलिअलि बोलाउँछ पछि त्यहाँको भएको छैन भयो कतिको हुँदैछ कतिको त डल्लै फ्यामिलीले बोलाउँदैछ त्यही त खोइ ए आएको छ सुभाषको बाबा ए अच्छा 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 त्यही एसियाले बोलायो हेरिङ थियो आज हेरिङ थियो आज हिजो थियो हेरिङ कहाँ बस्दैछ हाम्रो ए ल अब हाम्रो बोजूले नयाँ सालको केक काट्दैछ ल ल ल ल ल भयो यसलाई एक बार काटिदिनु यसलाई 2 बार काटिदिनुहोस् बस आज एक बार यो त मेरो केक त भयो 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 डर लाग्दो भएको छ ल हामीले केही पनि गर्नु नसकेको पनि सानो यो हाम्रो माया भन्ने कुरा चाहिँ सम्झना धन्यवाद